अब यो ढेँडेको विशेषता के छ भने पहिला हामी गाउँको मान्छेहरूलाई झन् बजारको मान्छेले हामीले ढेँडे बुद्धि पनि ढेँडे बुद्धि भन्छ नि। अब बजारको मान्छेलाई ढेँडो खान किन पर्यो भन्दा यो चामलको भात खाने दुनियाँ मर्मर गर्ने अर्को खाने ग्यास्ट्रिक र सुगरले सतायो। सताएपछि डाक्टरले पनि तपाईँले चाहिँ भात खानु हुँदैन भनेर लगाइदिने। अब भात नखाए के खान्छ, खाना त चाहियो भन्दाखेरि तपाईँले मकैको सके कोदोको नसके मकैको खानु भनेर लगाइदियो। अब ढेँडो पकाउने मान्छे छैन, घरा ग्यासमा मस्काउन मिल्दैन। अब ढेँडो पकाउने केले पकाउनु पर्यो भने दाउराको र चुलोको माटोको चुलोमा पकाउनु पर्छ। त्यसमा पनि काठको पन्यौले चाहिँ मस्काउनु पर्छ। त्यसमा त्यो मस्काउँदाखेरि तेल आउने गरी मस्काएपछि त्यो ढिँडो खुवाभन्दा मिठो हुन्छ। त्यो मिठो मात्रै नभइकन हाम्रो शरीरलाई सके दिनौ खाउँला नसके हप्ता एकचोटि चाहिँ ढेँडो अनिवार्य खानुपर्छ। त्यो किन खानु पर्यो भन्दाखेरि बजारको मान्छेलाई गाउँलेलाई ढेँडे भन्थे। अहिले बजारको मान्छेहरूलाई ढेँडो नखायो भने कुनै सुविधै नभएकोले अहिले ढेँडोको एउटा भ्यालु भएर आयो। अब ढेँडो भ्यालु त भयो, बुहारीहरूले ढेँडो पकाउनु जान्दैन, ग्यासमा मस्काउनु मिल्दैन, अब चुलो छैन। त्यही भएकोले हामीले यो चुलोमा पकाएको ढेँडो हामी खोजेर खान खोजेका छौँ। त्यसैले सबै भाइ भतिज काका छोरालाई पनि हप्ताको एकचोटि ढेँडो खाने बानी गऱ्यो भने हाम्रो आन्द्रा सफा हुन्छ। आन्द्रा सफापछि हामीसँग झुगा पर्दैन, दुनियाँ केही रोग लाग्दैन। त्यसैले ढेँडो एउटा चाहिँ नै हाम्रो प्राकृतिक हिसाबले औषधि हो। सबै मान्छेले चाहिँ सके फाफरको, सेतो कोदोको, कालो कोदोको त्यो पचाउन सकेन भने मकैको भए पनि हामीले ढेँडो खाने अनिवार्य पर्छ। सके दिनौ खाउँदा नसके एक हप्ताको एकचोटि खायो भने हाम्रो पेट सफा हुन्छ। त्यसले रोग धेरै निर्मूल हुन्छ। यो चाहिँ सबैले जान्नुपर्ने कुरा हो। अब घरमा ढेँडो खान नपाएर होटल आएर खाँदैछु। टेस्ट हामीलाई यो ढेँडोलाई चाहिँ अझ चटनी, गुन्द्रुकको अचार, त्यसले चाहिँ सुहाउने हुन्छ। मासुको रस सके चाहिँ अब हामी त काली छैन, लोकल कुखुराको सुपसँग ढेँडो खायो भने उतातिर भिटामिन पनि हुन्छ, उतापट्टि चाहिँ सुगरको लागि औषधि पनि हुन्छ। यो चाहिँ ढेँडो खाने बानी चाहिँ हामीले बसाल्नु पर्छ। जहाँ चाहिँ पाउँदैन, त्यही भएर हामीले ढेँडो खाने होटल खोजेर भए पनि खानुपर्छ।